लाग्दै देख्छ मलाई गिटार लिएर आउनु गिटार लिएर आउनु यो त छैन र त्यो हान्न त पल्ल उनीहरूले कहाँ लानु आँटेको न त्यो एउटा बप्पल ठाउँ त मलाई थाहा थियो के गरेको हो तिमी भन्छ तिमी चाहिँ भ्लग चाहिँ बनाउँछ अरे 1000 पुग्न लागिसक्यो नि पागे हामी आउनु पाएको छैन खसी कि बोका हो के खाने त हाँस खाने कि बहिनी बनाएपछि मिठो यहाँ त सबै रहेछ त है हिरण सिरण सबै रहेछ हिरण नि खान मिल्छ होला भेडा बोका सबै त्यो त किन्न एक दिन छ अरे जे खानु 25 कुखुरा सुक्रा पनि उता इचो कति पर्दो रहेछ यो खसीहरू सबै केटाहरू खाने भन्छ अहिले तपाईँ खानु हुँदैन तपाईँ अहिलेसम्म ट्राई चाहिँ गरेको
खतरो यार पेड़ा सुल्टीले समातेर ल्यायो लास आउँछ नि आउँदैन भित्र त आउँदैन ल उहाँ चाहिँ हो हाम्रो हाँस बनाउने मान्छे हाँस मास्टर हाँस मास्टर र अब यहाँ भूत लगाइरहेछ वरिपरिको भ्यू नि देखाउ केटाहरूलाई यहाँको सेफ भने पनि होइन अब जे भने पनि हाँस मास्टर डुङ्गा मास्टर एभ्रिथिङ यहाँको यो यत्रो जग्गाको मालिक उहाँ नै हो है हेर केटा हो यो तलाउ सबै कपाल काट्नु पसल बन्द गरिन्छ 5 बजे घन्टा हार पखेटा चाहिँ पोल्नु पर्छ क्या तर बनाउनु नमान्ने मात्रै कस्तो आइदियो फोटो फोटो